तपाईहरुले कहिले काहीँ बलिङ गर्नुहुन्छ नि त्यो बलिङ गर्दाखेरि यस्तो घोटेर फाल्नुहुन्छ नि परबाट कुदेर त्यस्तो घोटेको बेला कन्फ्युज हुँदैन कुन बल फाल्ने हो भनेर मेरो खराब पानी छ मेरो खराब हेलो नो 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 हजुरको फ्यानहरुले मामा चाहिँ किन भन्छन् जस्तो लाग्छ यसो आइ एम भेरी लकी हैन मेरो एउटा भान्जी हुनुहुन्छ स्यान्डी नाम त सुनेकै छ होला चला चला रात्रबार फ्लाइटमा बस्यो हैन अनि उले भन्यो बेल्ट बान्नु हैन मैले भने बेल्ट बानेर आछु चल चलो जाके इलाज करो अपना काम गर्न दिने तिनीहरुले आफै धन्यवाद मलाई अब किरण थगुना बडो मजाले नापेका छन् पुरै फिल्डलाई कति राम्रो दृश्य एउटा हाम्रो स्क्रिनमा अहिले देखाएका छन् क्यामेराम्यानले खप्पी छन् क्यामेराम्यान कुनै पनि राम्रो दृश्य छोड्दैनन् कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं सोमबाल जी तपाईले बिहा गर्नुभयो है हजुर अनि बिहा गरेपछि कति विकेट लिनु भाइ कस्तो लाग्यो र शपिङ गरेर कस्तो लाग्यो त्यो समुद्र छ समुद्रबाट एउटा चम्मच पानी निकाले जस्तो लाग्यो मेरो अकाउन्टबाट ए समुद्रमा सुखा परिसकेछ गुलसन कैसा लाग्यो शपिङ गरेर समुद्रमा सुखा परिसक्यो मेरो त बाल्टी हुन्छ नि त्यसले बाल्टी पुरै बाल्टीबाट पानी निकाल्दै जस्तो यो बलिङ ब्याटिङ चौका पन्जा के बोले भाइ के बोले छक्का पनि हुन्छ हैन अनि त्यो हान्न चाहिँ के हुन्छ चौका पन्जा छक्का कसरी हो अब गुडेर गयो भने बाउन्ड्रीमा ल्यायो भने चौका गुडेर गयो भने चाहिँ छक्का रुको जरा सबर करो बहिनीले चाय बनाएर अब दिइरहेको थियो अनि उडेर गयो भने छक्का गुडेर आयो भने चौका अनि ब्याट्सम्यान यस्तरी आयो नि आउट मैले फर्स्ट बलमा चिकन फाल्दा हुन्छ हामीले यस्तो गर्ने क्या 1.5 करोडको लगानी गर्ने 1 करोड तिमीले गर 25 लाख उहाँले 30 लाख उहाँले गर्नुहुन्छ 20 लाख मैले गर्छु भयो त अब कर्णाली ए मज्जाले जित्छ कर्णालीले पक्का जित्ने हो मज्जाले जितेन भने त म पुरा टक्ला भएर हिन्छु ल हजुरको नाम चाहिँ के हो उपेन्द्र भट्टराई टक्ला भएर हिन्छु सबले देखाइदिनुस् कर्णालीले मज्जाले जित्छ नमस्कार अब यहाँ के करता धरता हम हैं देखा आपने लापरवाही का नतीजा है खत्म गए थे चौका पूरा उडेर गए थे छक्का आधी उडेर गयो आधी गुडेर गयो आधी त उडेर गुडेर जाने नै हुन्छ किनकि बल एकैचोटी गुडेर जाँदैन ब्याटमा लागेपछि अलिकति त उडेरै जान्छ त पौने 4 रन दिनु पौने 5 दिनु यो किन हुँदैन हामी क्रिकेट त्यसै छोडे छैन हेर्नु हजुर हामी पुरा मन लगाएर खेले हामी तपाईको टिममा हुन्थे हजुर योले पुरा कन्फ्युज भएर दिमाग घुमायो के ब्याट्सम्यान भएर खेल्नुहुन्थ्यो कि बलर भएर
यस्तो थियो मेरो ब्याट हुन्थ्यो त म ब्याट्सम्यान भइहाल्थेँ, अब मेरो बल हुन्थ्यो त म बलर हुन्थेँ, अब केही हुन्थेन त फिल्डर भइहाल्थेँ। हाम्रो इन द पावर प्ले थोड़ा पावर प्ले में हुआ नहीं और बात पर मैले र ईशानले चाहिँ एकदमै राम्रो पार्टनर मैले र आरिफले एकदमै राम्रो पार्टनरशिप गर्यो राइट त्यसले गर्दाखेरि चाहिँ अगाडि He played well. Yes, he will acknowledge, and that's for the. तेरा तो गेम बजाना पड़ेगा. Yep. Oh, leading edge, brilliant bowling. It's created the opportunity. But out for too many considerations. कर्नाले हार्यो आज धेरै सो स्याट. I'm very sad. Did you enjoy? No, who speaks a bit of English here? Who speaks it? No. Ramrosa? Ikram Ramra. Okay. Okay, tell me, have you had fun at the Nepal Premier League? Yeah. This league is bigger second league than IPL. After the IPL, the second biggest league in the world. And the excitement levels. ला भाई दीपक है पता नहीं किस बहन चोद की नजर लगी है भाई खत्म बाय Your favorite partner? सावालम सबै लाम खाने अबे एकजना भन्ने एउटा रुममा दुईजना मात्रै बस्ने भने त त्यो त हो तर काल्पनिक कुरामा नजाऊ अहिले Who is my favorite room partner? प्रेसरमा नभन है Oh shit man क्रिकेटमा कुजल मल्ल क्रिकेटमै हो नि धोकेबाज हो तिमी धोकेबाज हो तिमी तँलाई मैले पछि जाने छु हेलो गुगल नेपाल क्रिकेट टिमले भटाभट ट्रफीहरू जितिरहेछन् नेपालबाट एकजना पनौती घट्यो त्यही भएर जितिरहेछन् पनि भनिरहेछन् त्यो पनौतीको नाम के हो भनिदिनुस् त केपी चोर हो पनौती ल रोहित गर न